नमस्ते, मेरो नाम चाहिँ अस्मिका हो। म फोर्थ इन्टरनेसनल काठमाडौँबाट। म प्रत्येक दिन चाहिँ अब्रोड स्टडी गर्न जाने प्लानमा हुने स्टुडेन्ट्सको लागि चाहिँ भिडियोज बनाउँछु र मलाई प्रत्येक दिन चाहिँ कति क्वेसन पनि आइरहेको हुन्छ। आज चाहिँ मलाई अलिकति अनौठो क्वेसन आएको भएर चाहिँ म यो भिडियो बनाउँदैछु। युके अप्लाई गर्ने स्टुडेन्ट्सले चाहिँ मलाई यो क्वेसन गर्नुभएको। इन्टरभ्यू दिनको लागि चाहिँ मलाई एकदमै डर लाग्छ, म एकदमै नर्भस हुन्छु। कास इन्टरभ्यू चाहिँ किन लिन्छ त युके अप्लाई गर्दाखेरि भनेर चाहिँ उहाँले मलाई क्वेसन गर्नुभएको थियो। अब कति युके अप्लाई गर्ने स्टुडेन्ट्सको पनि क्वेसन हुनसक्छ यो। ध्यान दिएर सुन्नुहोस् है त। तपाईँले कास इन्टरभ्यू चाहिँ किन दिनुपर्छ त? कास इन्टरभ्यू चाहिँ किन दिनुपर्छ भने सिम्पल आन्सर इज तपाईँ जेन्युन स्टुडेन्ट्स हो कि होइन भनेर चाहिँ तपाईँले कन्फर्म गर्नको लागि चाहिँ कास इन्टरभ्यू लिन्छ। तपाईँको 15देखि 30 मिनटसम्मको चाहिँ इन्टरभ्यू हुन्छ। त्यसमा चाहिँ तपाईँको के पर्छ भने तपाईँ कम्युनिकेसन स्किल्स, तपाईँ इङ्ग्लिस बोल्न सक्नुहुन्छ कि हुँदैन, तपाईँको ब्याकग्राउन्ड कोर्स चोइस म्याच हुन्छ कि हुँदैन, तपाईँको फ्युचर प्लान के छ, तपाईँले आफूले छान्नुभएको युनिभर्सिटीको बारेमा तपाईँले कतिको रिसर्च गर्नुभएको छ, यी सबै क्वेसन चाहिँ तपाईँलाई सोध्छ। धेरै लामो चाहिँ समय हुँदैन इन्टरभ्यूको। मैले अघि भनिहालेँ 15 to हाफ एन आवरको चाहिँ इन्टरभ्यू हुन्छ। तपाईँको प्लेटफर्म चाहिँ अनलाइन हुन्छ, जस्तै जुम, एमएस टिमबाट चाहिँ तपाईँलाई इन्टरभ्यू लिने गरिन्छ कासको। इन्टरभ्यू राम्रो भयो भने कास इस्यु हुन्छ होइन। अब इन्टरभ्यू राम्रो भएन, तपाईँ नर्भस भइदिनु भयो, सोधेका क्वेसनको आन्सर प्रपर दिन सक्नु भएन भने चाहिँ कास रिजेक्ट पनि हुनसक्छ। त्यो चाहिँ तपाईँ आफैमा डिपेन्ड हुन्छ कसरी प्रिपेयर हुने भनेर। ल, थाहा पाउनुभयो कास इन्टरभ्यू चाहिँ किन लिन्छ? अघि पनि भनिसके आज सिम्पल आन्सर इज आई एम अ जेन्युन स्टुडेन्ट्स भनेर चाहिँ कन्फर्म गर्नको लागि चाहिँ तपाईँलाई कास इन्टरभ्यू लिने गरिन्छ। ल, युकेको बारेमा तपाईँलाई अरू क्वेसन गर्नु छ, अरू डिटेल्स लिनु छ, कति युनिभर्सिटी छ, के कति खर्च लाग्छ, कति कक्षा पढेका मान्छेले अप्लाई गर्न मिल्छ सम्बन्धी चाहिँ जानकारी लिन मन छ भने कमलादीमा रहेको फोर्थ इन्टरनेसनल काठमाडौँमा चाहिँ सम्पर्क गर्न नबिर्सिनु होला।